यति बेला हामी लुम्बिनी केबल कार चढेर झर्दैछौँ। अघि माथि कामाख्या देवीको दर्शन गरेर सर सिँढी पनि ठुल्ठुला रहेछन्, लामै रहेछन्। यहाँबाट झर्दैछौँ। रमणीय स्थल साह्रै रमाइलो रहेछ। बसन्तपुर, तल्पा बसन्तपुर साह्रै रमाइलो रहेछ। हामी फ्यामिली घुमघामको लागि गएका थियौँ। मेरो पछाडि हुने साली, मेरी साली, मेरो श्रीमती, अनि पछाडि मम्मी, माइजू सबैजना भएर हामी घुम्न गएको थियौँ। घुमेर फर्कदै गरेका छौँ। घाम पनि चर्को लागिरहेको छ, रमाइलो छ। यहाँ एकपटक घुम्न आउनु होला। यो अत्यन्त रमणीय स्थल रहेछ। साह्रै रमाइलो लाग्यो ठाउँ। अति सुन्दर ठाउँ रहेछ। हिँड्न पनि साह्रै आनन्द लाग्दो, लोभ लाग्दो ठाउँ रहेछ। कहिलेकाहीँ फ्रेस हुनलाई साह्रै रमाइलो ठाउँ रहेछ। ल हामी अहिले उसको बिल्डिङ माथि छौँ। माथि स्टेसनको माथि, लुम्बिनी केबल कारको स्टेसनको माथि छतमा गएर फोटो खिचाउँदैछौँ। अत्यन्त घाम लागिरहेको छ। सबैजना छौँ यहाँ। ल अब सबैले यो भिडियो हेरिसकेपछि सब्सक्राइब गरिदिनु होला। यो ठाउँ कस्तो रहेछ मन पर्यो भने कमेन्ट पनि गरिदिनु होला। ल है, हामी यसरी हिँडिरहेका छौँ, घुम्दैछौँ। रमाइलो छ, आउनु होला सबैजना घुम्न। यसरी नै घुम्न मजा आउने ठाउँ रहेछ। अत्यन्त सुन्दर ठाउँ। ल हाँस्दै खेल्दै रमाउँदै दृश्य अवलोकन गर्दै साह्रै रमाइलो ठाउँमा आइपुग्यो। यसरी नै तपाईँहरू पनि आएर इन्जोय गर्न सक्नुहुनेछ। अवश्य यो ठाउँमा आउनु होला एकपटक। साह्रै रमाइलो रहेछ। सबैजना आएर हेरिदिनु होला, रमाइलो गर्नु होला। ल यहाँ पिङ खेल्ने कार्यक्रम भइरहेछ। खेल्नको लागि सबैजना उत्सुक भएर खेल्दै हुनुहुन्छ। र हामी अब बिस्तारै केबल कार चढेर यसरी केबल कारमा यात्रा गर्दैछौँ। सबैजना खुसी हुनुहुन्छ, दङ्ग हुनुहुन्छ। सबै रमाइराख्नु भएकै छ। रमाइलो छ। वारिपारि डाँडा काँडा केबल कार चलिरहेछन्। चारैतिर रमाइलो छ। अत्यन्त सुन्दर दृश्यहरू हेर्दै हामी अब बसन्तपुरतिर जाँदैछौँ। माथि गएर फर्किने क्रममा साह्रै रमाइलो भइरहेको छ।